हेलो नमस्ते साथीहरू, के छ? सन्चै हुनुहुन्छ होला हैन? म पनि सन्चै छु। आज चाहिँ हामी के भन्दा एउटा बी नेटवर्क भन्ने एउटा क्रिप्टोको बारेमा कुरा गर्न गइरहेका छौँ। बी नेटवर्क के हो र बी नेटवर्कबाट कसरी अर्निङ गर्न सकिन्छ भन्ने विषयमा हामी कुरा गर्न गइरहेका छौँ। अब बी नेटवर्क चाहिँ के हो भन्दा त एउटा पिआई नेटवर्क। हजुरहरूले पिआई नेटवर्क चलाउनुहुन्छ भनेदेखि पिआई नेटवर्क जस्तै हो बी नेटवर्क पनि। त्यसबाट तपाईहरूले अर्निङ गर्न सक्नुहुन्छ। झ्याप्पै पैसा कमाउने भन्दा पनि अब त्यसलाई गरिराख्यो भनेदेखि पछिको लागि एकदम राम्रो हो। अहिले तुरुन्तै पैसा झिक्न भन्दा नि पछि चाहिँ एकदम राम्रो भएको कारणले बी नेटवर्क चाहिँ एकदम राम्रो छ। बी नेटवर्क कसरी साइन अप गर्ने, कसरी खोल्ने भन्ने विषयमा म तपाईहरुलाई सिकाउन गइरहेको छु। यो भिडियो अन्तिमसम्म हेर्नु होला। यदि बी नेटवर्क, पिआई नेटवर्क कुनै पनि करेन्सीहरु पिआई नेटवर्क जसले चलाइराख्नु भएको छ त्यो त बी नेटवर्क जसले पनि चलाइहाल्नुहुन्छ। यदि बी नेटवर्क चलाउनु भो, पिआई नेटवर्क पनि चलाउनु मन छ भने लिंक राखिदिएको हुन्छु मैले, त्यहाँबाट डाउनलोड गरेर पिआई नेटवर्क पनि चलाउन सक्नुहुन्छ। अनि बी नेटवर्क चाहिँ कसरी रजिस्टर गर्ने, कसरी खोल्ने भनेर मैले युट्युब जसको यो डिस्क्रिप्सनमा चाहिँ लिंक राखिदिएको छु। त्यहाँबाट तपाईहरु आएर त्यो कोड युज गरेर त्यहाँबाट तपाईले लिन सक्नुहुन्छ। यदि त्यो कोड युज गर्नुभयो भनेदेखि तपाईहरुले 1B तपाईहरुले पाउन सक्नुहुन्छ। बीईई नेटवर्क है, फेरि बी नेटवर्क हैन, बीईई बी नेटवर्क चाहिँ कसरी गर्ने भनेर हामी मोबाइल स्क्रिन तर्फ गइरहेका छौं। भिडियो पुरा हेर्नु होला अनि मात्रै गर्नु होला। सुरु कसरी गर्ने, के गर्ने भनेर तपाईहरुले त्यहाँबाट गर्न सक्नुहुन्छ। बी नेटवर्क धेरै पहिला आइसकेको बी नेटवर्क चाहिँ पहिला आइसकेको। अब यसको भिडियो चाहिँ म भर्खरै बनाउँदै छु। यो भिडियो हेर्नु होला। ओके है, हामी मोबाइल तर्फ जाउँ गाइजहरु। साथीहरु, हामी चाहिँ मोबाइलको स्क्रिनमा आइसकेका छौं। हामी प्ले स्टोरमा गएर एप्लिकेसन डाउनलोड गर्दै छौं। एप्लिकेसनको नाम चाहिँ बीईई स्पेस छोडेर नेटवर्क भन्दा आउँछ। एप चाहिँ आइसकेको छ गाइजहरु। यो सेकेन्ड नम्बरको एप हो। त्यसमा क्लिक गरेर हेर्न सक्नुहुन्छ कति जनाले डाउनलोड गरेका छन्, कति र्याङ्किङ पाएको छ यसले भनेर यहाँबाट चेक गर्न सक्नुहुन्छ। एकदमै धेरैले डाउनलोड गरिसकेका छन् र धेरै जनाले युज गर्छन्। यसलाई इन्स्टल गरेर ओपन गर्नु होला। इन्स्टल गरेर ओपन गरिसकेपछि आउँदैछ, इन्स्टल हुँदैछ। एकछिन केही टाइम लाग्न सक्छ साथीहरु, धैर्य गर्नु होला। एप इन्स्टल हुँदैछ। भिडियो केही लामो हुनेछ, त्यसमा चाहिँ साथीहरुले एकदम धैर्य गर्दै बसेर भिडियो अन्तिमसम्म हेर्नु होला। यो चाहिँ कसरी गर्ने भनेर हामीले सिकाइरहेका छौं साथीहरु। साथीहरु, एप इन्स्टल भइसकेको छ, ओपन हुन बाँकी छ। अब एप ओपन भइसकेको छ। एपलाई ओपन गर्नु होला। एप्लिकेसन ओपन गरिसकेपछि चाहिँ एप ओपन भइसकेपछि चाहिँ हामीले जीमेलबाट चाहिँ साइन अप गर्नुपर्ने हुन्छ। जीमेल को सहायताबाट त्यहाँ अरु पनि अप्सन देखाउँछ, तर जीमेलबाट गर्दा राम्रो। जीमेलबाट गर्न सजिलो हुन्छ। जीमेल गुगलमा क्लिक गर्नु होला। क्लिक गरेपछि तपाईहरुको कतिवटा जीमेल छ त्यहाँ सरर आउँछ। मेरो चाहिँ धेरै भएको कारणले धेरै देखायो। तपाईहरुको एउटा छ भने एउटा आउँछ, त्यसमा ट्याक्क क्लिक गर्नु होला। मेरो चाहिँ यहाँ धेरै छ, त्यही भएर धेरै देखायो। तपाईहरुको जुन छ त्यही देखाउँछ। त्यहाँ क्लिक गरेर ओपन गर्न सक्नुहुन्छ।
हुँदैछ। मैले क्लिक गरिसकेको छु। अब यहाँनिर ओपन हुँदैछ साथीहरू। अब यहाँ चाहिँ इन्भाइट कोड भनेर मागिरहेको छ। इन्भाइट कोडमा चाहिँ यो जुन स्क्रिनमा देखाइएको कोड छ नि त्यो कोड हालेर तपाईहरुले साइन अप गर्नु होला। त्यो गरिसकेपछि तपाईहरुले 1 बी प्राप्त गर्नुहुन्छ। हो मेरो आइसकेको छ। मैले कोड युज गरे बापत मेरोमा 1 बी आइसकेको छ। अनि यही हिसाबले तपाईहरुले के छ साइटतिर यताउति यसो हेर्न सक्नुहुन्छ। त्यहाँनेर आफ्नो इन्भाइट कोड राख्न सक्नुहुन्छ। त्यहाँ युजर नेम इन्भाइट युजर नेम यहाँ राख्नुपर्ने हुन्छ। त्यो राख्न सक्नुहुन्छ। आफ्नो हिसाबले के राख्ने हो आफूले राख्नु होला। त्यो राखिसकेपछि आफ्नो प्रोफाइल हेर्नु होला के छ कस्तो छ सबै चेक गर्नु होला। यहाँबाट एकाउन्ट चाहिँ फाइनल्ली खोलिसकेको छ साथीहरू। अब हामीले स्टार्ट गर्नुपर्ने हुन्छ। त्यहाँबाट फेरि अर्निङको लागि स्टार्ट गर्नु पर्यो नि त। त्यहाँबाट पनि स्टार्ट गर्नुपर्ने हुन्छ। तपाईहरु म पनि यहाँ चेक गर्दैछु सबै चीजहरु के कस्तो भनेर। मैले पनि चेक गरिरहेको छु। तपाईहरुले यहाँ जुन अगाडि यो बी छ जुन त्यहाँनेर एउटा क्लिक टिक्क गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि अर्निङ गर्न सुरु गर्छ। त्यहाँ हेर्नु होला मैले गर्दै जानेछु। अहिले चाहिँ वालेटहरु हामीले हेर्ने मात्र यसमा खासै के गर्नु पर्दैन। तपाईको जति धेरै चाहिँ अर्निङ भइसक्यो हुन्छ त्यहाँबाट मात्र त्यसको फाइदा लिन सकिन्छ। गेम खेल्न सक्नुहुन्छ। यहाँबाट आफूले तपाईले चाहेको गेम खेल्न सक्नुहुन्छ। कुन करेन्सी के कति छ त्यो चेक गर्न सक्नुहुन्छ। प्रोफाइलमा गएर पोर्टफोलियोमा पनि छ त्यहाँ त्यो पनि हेर्न सक्नुहुन्छ। यसरी तपाईहरुले चेक गर्न सक्नुहुन्छ साथीहरु। भन्दै अब त्यसलाई अर्निङ स्टार्ट गर्नुपर्ने हुन्छ है। मैले त्यहाँ अर्निङ स्टार्ट गरेको छैन। तपाईहरुलाई म देखाउँछु। अर्निङ स्टार्ट गरेर चाहिँ यो सुरु हुन्छ। अहिले चाहिँ खोलियो एकाउन्ट फाइनली एकाउन्ट चाहिँ भइसक्यो। अब अर्निङ गर्नको लागि सुरु गर्न पर्यो हामीले। त्यसको लागि स्क्रिनशट गरेर राखेको तपाईहरुले पनि राख्न सक्नुहुन्छ त्यो प्रोफाइललाई। अब यहाँबाट हेर्न सक्नुहुन्छ त्यो एउटा रातो बी जस्तोमा ट्याक्क क्लिक गरिसकेपछि एड आउँछ। यो एडलाई क्लोज गरिसकेपछि हेर्न सक्नुहुन्छ मेरो 1.00034 हुँदै अर्निङ हुन सुरु भइसकेको छ। भिडियो अन्तिमसम्म हेर्दिनु भएकोमा धन्यवाद। के कस्तो लाग्यो सबै प्रतिक्रिया कमेन्टमा दिनु होला। हवस् धन्यवाद। थ्यांक्स फर वाचिङ।